guys, everyone to my new vlog र तपाईले हेर्नु भएको छ आज त्यो vlog आज चाहिँ मैले तरकारी बनाउन गइरहेको छु ल पर्दैन अनि के यारिस यतिको गर्छु खै छ त पर्खी है त्यस्तो म ठड्याउँछु कि मेरो टेक्निक र गाइस चाहिँ मैले आलु काट्न मुली हेटा हामी कोन्टी ल मैले चाहिँ आलु आहा भिडियो आएन भिडियो आएन भिडियो आयो नि तेरो फेरि दाँत झार्छु नि आहा ए कहिलेको कति मान्छेले म त खाइदिन्छु अहिले भन्दा नअरे के गरिस छैन त के आइरह नगर भनेको अहिले अच्छा ले हेर्न अहिले ओर्ली तलै चकचके आज मेरो पाली हो पकाउने आज मेरो पाली हो भाटा पैसा पकाउनु भएको हैन कसले त हजुर आमाले पकाउनु भएको कसले मम्मी चाहिँ तरकारी तेरो मम्मीले तरकारी बनायो भने त एक थोप्रो अन्न के अरे तरकारी भन्न हुन्न त्यसै जिजिनी हो बन्दा जतै हुन्छ तरकारी बन्दा जतै हो अलि टाइम नआउँदो रहेछ कि आलु काट्न त्यही भएर तपाईले बिस्तारै काटेपछि टाइम लाग्यो ल गाइस अब चाहिँ आलु काट्दैछु है छिटो तपाईले गेम खेल्नु भएको होला छिटो हुने ल गाइस मैले चाहिँ एकदम छिटो काटे ओहो बत्ती बल्ल बनेको हो ब्लग बनाएको छ देखे यस्तो खालको नि देखे फटा आज बोबी ला यस्तो खालको नि देखे कलेको नि देखे चालको ऐना चालाई बोल्नु न के भन्नु के भन्नु र कारै छ त हेर्छन् कि एलिकान काटेको ओए आलु किनोस् भयो भनेको त उल्टो पो चक्कु समाते रहेछु बाल तो हार करे झप्पा
तूने तो मेरे गए पता 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 मलाई नि सोयाबिन 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 हो खुवाउन सोयाबिन 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 के मिठो लास्ट बडे मानको है अलि धेरै देऊ जो पूरा दे छोड दे मर भन्दा ए सरी 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 मलाई सरी के भयो ए रोइहाल्छ भुतुक्क भइहाल्छ छोको त छैन यस्ता रुन्छ भने मैले चक्कुले हाने हैन चक्कुले हाने चक्कुले लागेको छैन कि मेरो हातले हो यस्ता फटा चक्कुले लागेकै छैन यता आइज त कता लाग्यो ल यता आइज त कति बाठा अझ अझ चक्कुले लाग्यो रे छोकै छैन मेरो त यो हात लागेको यो हातमा त चक्कु यसरी गरेको यो हातले यो हातमा छ चक्कु यो हातमा यसरी हानेको र यसरी हानेको र तँलाई ल अब चाहिँ तरकारी पकाउनु पर्यो होला है उता जा रुन्छे के छोरी वाला हटका रहिदिन्छ एक साथमा रुन्छे रुन्छे यस्तो रुन्छे छोको धरी छैन अर्को हातले हानेको रुन्छे आँसुको थोपा झारी गएको रुन्छे 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 ल अब चाहिँ यति पखाल्ने हो कराई पखाल्ने हो यस्तरी चाहिँ कराई पसाल्ने हो हातले लागेकै छैन अझ कति बाठा हाँस्छ बानीले यस्तै है तर लाथ्यो लाथ्यो कुन हातले लाथ्योलाई भन्दै यो हातमा चक्कु थियो अहिले कुन त्यसै गफाडी यस्ता यस्ता गफाडी मतिममा आएछ है मतिममा आएछ फेरि मैले हात नगरेँ आमाले बोलाउनु त बोलाउनु के ल अहिले चाहिँ तेल हाल्ने हो त्यो हेर्दै नहेर त त्यो फोटो सोटो बुझ्दा के नहेर्नु नि अगाडि अगाडि आउँछ खोइ त बन्द काटेको दा अहिले भात खानुमा बोलाउँछु दा नत्र मैले आज केही पनि ल्याइदिनु भनेको मानिनस् भने म केही ल्याइदिनु भनेको मानिस भने आउँछ पानी पो नत्र आउँदैन यो सँगसँगै काटिदिन्छु यस्तो बन्द छुट्टै काट्न किन त्यस्तो आलुमा काट्ने सार भयो भनेछु मैले अरे तँलाई भेट्छ है मलाई जिस्क्या छ मलाई नजिस्क्या खालि भेट्छस् भन्छ क्यारम त नि भेट्न त पर्यो के अरे नि ए के नि हात छोडे पनि म त छोड्ने हो के गर्ने त नि बरु यो भन्नु न मेरो अड्न आइज नि
आफू सँगसँगै लिएर हिँड्नु। उता जाके मेरो अगाडि नबस्दा मैले हान्ने मान्छे अगाडि छोडिदिन्छु। जा जा त जा, मेरो अगाडि बस्दै नबस्। ल बन्द चाहिँ यस्तरी काट्नुपर्छ। जहिले पनि मलाई पहिला बन्दै काट्न आउँदैन, जायो त्यही भएर जहिले पनि बन्द यस्तरी काट्नुपर्छ है नानु। लास्ट टाइम लाउँछ यो फेरि। ल गाइजहरू, ल आज चाहिँ मेरो यता तरकारी पनि आलु भुटे। अब यता यो हाल्छु, यो हालेपछि पाक्छ कि एकैछिन बाहिरतिर। असल खुर्सानी हालिस्? भुट्ने मात्रै हो। अनि पानी हाल्नु पर्दैन? भर्खरै त आलु हाल्यो। आमाले आज बिहान नै उठेर घर लिप्नु भएको। कति बजे रे? 6-7 बजीतिर है। त मम्मी जानुहुन्छ होला नि त। मम्मी गयो त पाइहाल्छ नगयो। रितु मम्मीसँग मैले कुरा गर्छु कि त। मैले पनि भन्छु नि त, आमा र म जाने अलि पैसा दिन रितु मम्मी भनेर भन्छु। बरु अलि 1000-2000 दिनुभयो भने 1000 तपाईँलाई 1000 मलाई भइहाल्छ। ल अहिले चाहिँ मैले तरकारी भुट्दैछु। यता तरकारी पाक्दैछ है। तरकारी भर्खरै पाक्दै हो कि। नुन हालेपछि गल्छ। गलेपछि यो हालिदिन्छु कि।